भनेको थियौँ कार्डियक एरेस्टमा छ छैन भनेर थाहा पाउनको लागि हामीले तिनवटा कुरा हेर्छौँ भनेको थियौँ होइन। सबभन्दा पहिला त के हो उहाँको होस रेस्पोन्स छ कि छैन होइन, भएको छैन, छाती मुभमेन्टै भएको छैन, ब्रेथै लिया जस्तो लाग्दैन, दुईवटा पोइन्ट पनि भयो। अब तेस्रो के थियो, मुटु बन्द भएको त झन् थाहा भने त के हो त पल्सले हो नि त। त्यही भएर पल्स हेर्ने भन्ने कुरा भएको थियो होइन। टाउको यसो गऱ्यो भने देखिन्छ राम्ररी। यो उहाँको भोजन सरको एडम्स एप्पल रहेछ है, सानो रहेछ एप्पल हुन्छ भने चाहिँ उहाँको यो स्टर्नोक्लिडोमास्टोइड भन्ने यो मासु यहाँ आएर जोडिया हुन्छ। अनि यहाँ दुईवटा औँला राख्ने अथवा तिनवटा औँला राख्ने होइन। अनि यहाँबाट यसो तल तान्यो भने ठ्याक्कै यहाँ गहिरो हुन्छ। त्यही अघि मैले भनेको जस्तो यसो यहाँबाट तिनवटा औँला राखेर यता तान्नु भने ठ्याक्क मासु उताको हेर्नु पऱ्यो नि, यताबाट गर्नु पऱ्यो, उताको साइडबाट यताको हेर्नु पर्ने, आफ्नै साइडतिर मात्र गर्नु पऱ्यो। अब यसरी छान्दाखेरि उहाँको पल्स पनि फिल, यही हो इफेक्टिभ ब्रेथ भनेर यसमा देखाउन नमिलेको हुनाले यो ल्याएको। तपाईँले राम्रो तरिकाले फुक्नुभयो भने यो फोक्सो फुल्नु पऱ्यो, फोक्सो फुलेपछि यो चेस्ट मुभ गर्छ होइन। नाक पिन्च गर्नुभयो भने सबै हावा निस्किन्छ कि मार्क्सले ट्याप्प ढाकेर अनि फुक्नु पर्ने हुन्छ। यहाँबाट लिएको है, मेरो मार्क्स जस्तो भएन, मार्क्सले यो दुईवटा ए आवाज पनि आयो, लुक लिसन फिल गर्दाखेरि भयो। यसमा यो फुल्यो, लिसनमा आवाजसम्म भयो, 8 वर्षसम्म भयो भने सिङ्गल ह्यान्डेड यसरी हामी अघि दुईवटा हातले लगाइदिउँ, त्यति फोर्स लगाउनु परेन, यसरी भइसक्यो होइन। अब 10-12 वर्षभन्दा माथि 13 वर्ष 14 वर्ष 15 वर्षसम्म पनि बच्चै भन्छौँ हामी। अझै एडोलेसेन्ट भनेको त 90